साथीभाइहरू नमस्कार है। अब छोटो समयको लागि अमेरिका आउने अनि अमेरिका आएर ग्रीन कार्ड एप्लाई गर्नेहरूको लागि चाहिँ नि टार्गेट गरेर अमेरिकन युएससिआइएसबाट हिजो एउटा न्युज आयो भन्ने कुराहरू चाहिँ देखेपछि मैले पनि त्यो न्युज सर्च गरेँ र त्यही न्युज तपाईलाई म पढ्न चाहन्छु ल। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले आज एक नयाँ नीति निर्देशिका जारी गर्दै लामो समयदेखि चल्दै आएको अध्यागमन कानुन र अध्यागमन अदालतका निर्णयहरू अनुरूप एडजस्टमेन्ट अफ स्ट्याटस चाहने विदेशी नागरिकहरूले देश बाहिर रहेको काउन्सुलर विभाग मार्फत काउन्सुलर प्रोसेसिङ पूरा गर्नुपर्ने कुरालाई पुनः जोड दिएको छ। कुनै विदेशी नागरिक यो विशेष असाधारण प्रकारको राहत पाउन योग्य छ वा छैन भनी निर्धारण गर्दा अधिकारीहरूलाई प्रत्येक मामिलाको व्यक्तिगत रूपमा सबै सान्दर्भिक कारक र जानकारीहरू विचार गर्न निर्देशन दिएको छ। विदेशी नागरिकहरूले हाम्रो देशको अध्यागमन प्रणालीलाई सही तरिकाले प्रयोग गरून् भन्ने सुनिश्चित गर्न हामी कानुनको मूल उद्देश्यतर्फ फर्किएका छौँ। अबदेखि अमेरिकामा अस्थायी रूपमा बसिरहेका र ग्रीन कार्ड चाहने विदेशी नागरिकहरूले विशेष असाधारण परिस्थिति बाहेक आवेदन दिन आफ्नै गृह देश फर्कनु पर्ने छ। यो नीतिले हाम्रो अध्यागमन प्रणालीलाई कानुनी उद्देश्य अनुसार काम गर्न अनुमति दिन्छ, जसले गर्दा कानुनी छिद्रहरूको गलत फाइदा उठाउने प्रवृत्ति कम हुनेछ। विदेशी नागरिकहरूले आफ्नै देशबाट आवेदन दिँदा रेसिडेन्सी अस्वीकृत भएपछि अमेरिकामा अवैध रूपमा लुकेर बस्नेहरूलाई खोज्ने र देश निकाला गर्ने झन्झटलाई कम गर्छ। युएससिआइएसका प्रवक्ता ज्याक कहलरले भन्नुभयो, गैर अध्यावासीहरू जस्तै विद्यार्थी, अस्थायी कामदार वा पर्यटक भिसामा आएका मानिसहरू छोटो समयका लागि र विशेष उद्देश्यका लागि अमेरिका आउँछन्। आफ्नो प्रणाली उनीहरूको भ्रमण सकिएपछि फर्कने गरी डिजाइन गरिएको हो। उनीहरूको भ्रमण ग्रीन कार्ड प्रक्रियाको पहिलो कदमको रूपमा प्रयोग हुनु हुँदैन। कानुनको पालना गर्दा यी मध्ये अधिकांश मामिलाहरूलाई विदेशमा रहेका अमेरिकी काउन्सुलर कार्यालयहरूमा स्टेट डिपार्टमेन्टद्वारा हेर्न सकिन्छ। यसले युएससिआइएसको सीमित स्रोत साधनलाई अन्य प्राथमिकताका मामिलाहरूमा केन्द्रित गर्न मद्दत पुर्याउँछ, जस्तै हिंसक अपराध र मानव बेचबिखनका पीडितहरूका लागि भिसा प्राकृतिकरणका आवेदनहरू र अन्य प्राथमिकताहरू। कानुन यसै कारणले यसरी लेखिएको थियो र वर्षौंदेखि यसलाई व्यवस्था गरिएको भए तापनि यसको पालना गर्दा हाम्रो प्रणाली थप निष्पक्ष र प्रभावकारी बन्न मद्दत पुग्नेछ।